मर्निङ सबैजनालाई हैन। म चाहिँ नि आज गाउँतिर उक्लिँदैछु। बिहानै लगभग 6:30 बजेतिर उठेर हिँडेको माथि घर गाउँघर जानलाई। अहिले ठ्याक्कै म चाहिँ नि यता गुरुपालमुनि आइपुगेको छु। साइकलको यात्रा भनौँ न। जे होस्, आउँदाखेरि त दोहोऱ्याउँदै आउने भैँसी दोहोऱ्या चाहिँ झर्दाखेरि मजा हुने हो। जे होस्, अफ रोडिङ साइकलै हो हुन त। सानोतिनो उकालो त तान्छ गियरवालै हो। जस त्यही पनि ठुल्ठुलो उकालो त कहाँ तान्न सक्छ र। खुट्टा चाहिँ नि खतरा एक्सर्साइज भइरहेछ। खासमा किन्नुको कारणै साइकल किन्नुको कारणै त्यही एक्सर्साइजको लागि नै भनेर हो। बिहान बिहानै घाम झुल्केछ हो त्यहाँ। जस रमाइलो छ, एक्सर्साइज हुन्छ, दामी छ। गुरुपाल सर अझै टन्नै छ। अफ रोडिङ साइकल हेर्दा त बलियो जस्तो देखिन्छ। अब कतिसम्म चल्ने हो थाहा छैन। ल्याएको 2 महिना हुन लागिसक्यो। क्या दामी भ्यू